साथीहरू तपाईहरुको गाईको पनि थुनमा यस्तो निस्किएको छ कि छैन हेर्नुहोस् त। दुध दुनु पुरै अप्ठ्यारो हुने ऐजेरो पलाए जस्तो मासु पलाए जस्तो छ कि छैन साथीहरू। यो भनेको चाहिँ गाईको शरीरमा या गाईको थुनमा या गाईको कुनै पनि ठाउँमा निस्किने एक वार्स डिजिज अथवा मुसा हो। यो मुसाको लागि चाहिँ तपाईहरुले अब टाइममा उपचार गर्नुभयो, सुरुमै उपचार गर्नुभयो भने निको हुन्छ। तर तपाईहरुले वास्ता गर्नु भएन, दुधा खासै बल गर्दैन निको हुन्छ होला भन्दै हेलचक्रे गर्दै बस्नुभयो भने चाहिँ तपाईहरुको गाईको समस्या चाहिँ कहाँसम्म पुग्छ भने यो आफै इन्फेक्सन बढ्दै बढ्दै शरीरभरि पुगेर गाईमा ठुलो नोक्सानी हुने, दूध उत्पादन घट्ने सँगसँगै धेरै समस्या आउन सक्छ। साथीहरू यो हामीले यो जुन देखेको छ यो समस्याको लागि चाहिँ यो एक प्रकारको मलम छ जुन होमियोप्याथिक यो थुजा भन्ने मलम लगाउनु सुरुमै देख्नुभयो भने र यसैको थुजा भन्ने के आउँछ 20 थोपा दिनमा एकपल्ट खुवाइदिनु होला गाईलाई, रिकभरी तुरुन्तै हुन्छ। तर यो अवस्थामा पुगिसकेपछि तपाईले त्यो मात्रै गरेर हुँदैन। यो अवस्थामा चाहिँ हामीले अटोइम्युन थेरापी भनेको ब्लडबाट उसकै आफ्नै ब्लडमा एउटा मेडिसिन मिक्स गरेर मासुमा दिनु पर्यो। सँगसँगै यो मलम कन्टिन्यू गर्नु पर्यो। सँगसँगै यसले मात्रै निको भएन भने एन्थियोमोलिन भन्ने एउटा इन्जेक्सन आउँछ, त्यो पनि दिनुपर्ने हुनसक्छ है त साथीहरू। यदि यस्तो समस्या छ भने तपाईहरुले चाहिँ अनिवार्य उपचार गर्नु होला। सुरुमै उपचार गर्नु भने रिकभरी हुन्छ। हस् त साथीहरू, धन्यवाद।